हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले हजुरको सामु पाङ्राको रेसिपी लिएर आएको छु। पाङ्राको लागि चाहिँ हजुरले फर्स्टमा प्यानमा तेल राखेर जिरा, मेथी अनि खुर्सानीलाई फुराउने, त्यसपछि चाहिँ मैले प्याज राखिसकेको छु। प्याज चाहिँ यतिको भइसकेपछि चाहिँ हजुरले यसमा चाहिँ मैले उसिनेर राखेको थिएँ पाङ्रा एड गर्नु होला। त्यसपछि त्यसमा स्वाद अनुसारको नुन राख्नु होला। अनि त्यसपछि बेसार पनि राखिदिनुस्। अनि दुईटालाई अब एकछिन मजाले मिक्स गरिदिनुस्। अनि मिक्स गरेर यतिको फ्राई भइसकेपछि चाहिँ यतिको भुटिसकेपछि चाहिँ नि अब हजुरले यसमा चाहिँ मसला राखिदिनु होला। मसलाको लागि चाहिँ मैले जिरा, धनिया अनि अदुवा र लसुनको पेस्ट बनाएर राखेको छु। त्यसले चाहिँ अलिकति मिठो टेस्ट आउँछ के। अनि त्यसपछि मैले त्यसमा फेरि अर्को मिट मसला एड गरेँ। अनि त्यो दुईटालाई नै मजाले एकचोटि मिक्स हुन दिइसकेपछि अनि पाक्न दिइसकेपछि मैले टमाटर राखिसकेको छु। अनि टमाटरलाई चाहिँ मजाले छोपेर पकाइसकेपछि चाहिँ हजुरको यस्तो हुन्छ पाङ्रा खानलाई।